देखेको छु। एउटा मलाई अचम्म लाग्छ के भने बाबा तपाईँ घुस खाएर अथाह कमाएर के गर्नुहुन्छ? मैले त यही कुर्सीमा बस्दा बस्दा यस्ता यस्ता ठट्यौली र हँस्यौली कुराहरू पनि सुने कि म आफै छक्क परेँ। जुन घुस खानको लागि उसले इज्जत आमद आफ्नो सम्पूर्ण बेइज्जती गरेर घुस खायो, पछि त्यही घुसको न्युमा त्यो व्यक्ति जेल गयो, पछि धरोटी राख्ने पैसा पाएन। के मतलब? वाइ के का लागि खाएको त? घुस खायो। मैले त्यो स्टोरी पनि सुने। घुस खायो, पेट फुटुन्जेल घुस खायो, त्यसैको आरोपमा जेल गयो। तर त्यो घुस धरोटी राख्न नपाएर जेलमै सड्यो। के का लागि घुस? अहिले यो सरकारको थपक्क आलोचना गर्नेवाला चाहिँ छुइनँ, किनभने यसको पछाडि यति जनता छ। उसैले जनताले चाहिँ ऊ गर्लान् होइन। यत्रो मत पाएको सरकार हो। हामीले त सोचेको पनि थिएन कि यस्तो हुन्छ, यत्रो परिवर्तन आउला। र जनताले, म त सबभन्दा ठुलो कुरो त महान त नेपाली जनतालाई ठान्छु। वास्तवमा आम पब्लिक छ नि, जो बरु हामी पढे लेखेका मान्छेहरूमा मैले अघि क्यारेक्टर जुन बताएँ यो पढे लेखेका मान्छेको, तर आम पिपुल छ नि जनता, साह्रै सोझो, साह्रै असल र साह्रै उयोहरू हुन्, एकदमै बुझेका पनि हुन्। परिवर्तन कसरी चाहँदा रहेछन्, के रहेछ जनताको भावना, त्यो कुरा पनि अलिकति बुझियो। पिपुल चाहिँ साँच्चै नै हो। अवस्था हेरेर जनताले गरेको। अब 23-24 को घटना क्षम्य भन्ने घटना होइन। करप्सन बढेकै हो, अनियमितता भएकै हो। नभएदेखि यस्तो घटना किन हुन्छ र? होइन, त्यस्तो चाहिँ रक्तपातको घटना, त्यस्तो मान्छे मारिने, हिंसा हुने घटना त मान्छेलाई केही नपरि त मान्छे त सडकमा आउँदैन, त्यो त निश्चित हो। क्षम्य हुने घटनाहरू चाहिँ त्यो होइन। तर जनताले चाहिँ कस्तो भने केही बोलेन क्या, कतै केही बोलेन, चुपचाप साइलेन्ट, एकदम बुझ्न सकिने अवस्था थिएन कि जनता कतातिर जाँदैछन्। तर पछि मत दिएको देख्दा त हामीलाई पनि आश्चर्य लाग्यो। र हामीलाई के फिल भयो भने जनताले परिवर्तन चाहेको रहेछ। र जसरी युवाहरूले हामीलाई तिमीहरूले हातमा केही पनि सुम्पिएनौ, केही पनि दिएनौ, अगाडि बढेनौ, जम्मै तिमीहरू पुरानाहरूले मात्रै यो जान्नु नजान्नु, दुनियाँ कहाँ पुगिसक्यो, दुनियाँमा कत्रो परिवर्तन आइसक्यो, कत्रो डिजिटल प्रोग्रेसहरू भइरहेछ, तिमीहरू चाहिँ एकहोरो यो पुरातन सत्ता चलाएर बसेका छौ भनेर जसरी युवाहरूले मागेको थियो त्यही बमोजिम अहिले युवाहरूलाई जिम्मा दिएको देखिन्छ जनताले। लौ त तिमी गर त। कुनै बेलामा पोलिटिकल पार्टीलाई पनि त्यस्तै मत दिएको हो जनताले, झन्डै बहुमतमा पुर्याएर छोडेको हो। तर पोलिटिकल पार्टीले धान्न सकेन। अब युवाहरूलाई दिएको छ, अब युवाहरूको हातमा छ। अहिले म आलोचना गरिरहन्न अहिलेको सरकारको बारेमा, एकदमै म आलोचना गर्दिनँ, किनभने हामीले अझै हेर्नु छ उनीहरूले गर्नु। किनभने अब हाम्रै छोराछोरी हुन्, हाम्रै केटाकेटी हुन्, हाम्रै बच्चाहरू हुन्। अस्तिको जस्तै गठजोड बनाउने त्यो हामीले कल्पना गर्न पनि हुँदैन। सरकार आएको छ, बहुमतको सरकार छ, त्यसलाई चलाउन दिउँ। तर म अलिकति फेरि के भन्न चाहन्छु भने उहाँहरू एकदम अलिकति पपुलारिटी लिन खोजेको हो कि भन्ने कुरा म देख्छु। यो पपुलारिटी लिने कुरामा जल्दबाजी एकदम छिटो भइरहेछ। काम पनि उहाँहरू एकैचोटि धेरै कामहरू गर्न खोजेको जस्तो लाग्छ। त्यस्तो हुँदाखेरि बिस्तारै 5 वर्षको टाइम छ, 5 वर्षको भित्रमा चाहिँ उहाँहरूले क्रमशः त्यो कामहरू गर्दै सुधार गर्दै लगे हुन्छ। तर एकैचोटि सबै काम गर्दाखेरि त एकैचोटि पुरा नहुन सक्छ, त्यो हुन सक्छ। त्यसैले धैर्य गरेर बिस्तारै गर्नुपर्छ भन्ने लाग्छ। भ्रष्टाचारको कुरामा त माथि प्रधानमन्त्री र प्रधान न्यायाधीश जस्ता अथवा त्यो चिफ हाई पोस्टमा बसेका मान्छेहरू करप्ट भएनन् भने अटोमेटिक भ्रष्टाचारमा कमी आउँछ, त्यो निश्चित हो। त्यो माथि बस्ने मान्छे करप्ट भएन भने धेरै तैपनि करप्सन त अब तपाईँलाई भगवान्का पालामा पनि केही न केही करप्सन त भएको हामी कहिलेकाहीँ उदाहरण पाउँछौँ, थोरै मात्रा पनि। कस्तो निरङ्कुश शासन भएका बेला पनि करप्सन त हुन्छ। तर त्यसलाई वास आउट गर्नलाई, त्यसलाई पखाल्नको लागि, त्यो मेटाउनको लागि गर्नुपर्ने कुरा के छ भने हामीले यसलाई अलिकति स्ट्रङ कडाइको साथ लानुपर्छ। मैले अस्ति जसरी कुर्सीमा बसेँ त्यसको बारेमा चाहिँ मैले के थाहा पाइदिन्छु भने कस्तो भएछ नेपाल त भने हेर्नुहोस्, मलाई त त्यस्तो थाहा थिएन। त्यहाँ त कुनै पद नियुक्ति गर्ने बेलामा पैसैकै कुरा हुँदो रहेछ। पशुपतिको नियुक्ति, सचिवको नियुक्तिदेखि लिएर लुम्बिनीको नियुक्तिमा पनि पैसाको कुराहरू उठ्दो रहेछ। डाइरेक्ट पैसा चाहिँ के भनेदेखि दिन आउने मान्छेहरूको लाइन लाग्दा रहेछन्, एउटा कुरा। अर्को कुरो, कुनै पनि नियुक्तिमा पैसा नदिई हुँदैन भन्ने त्यो एउटा भाष्य भइसकेको रहेछ। हुँदा हर फाइलमा पैसा, त्यो हुनलाई कन्ट्रोल गर्नु पर्थ्यो। मैले अघिल्लो सरकारले घुस खायो भनेर बेप्रमाण मैले थाहा नपाइकन त म भन्दिनँ, तर घुस चाहिँ व्याप्त भएछ। त्यसरी छाडा हुन दिएकोमा एकदमै निर्बाध रूपमा छाडा त अनकन्ट्रोल, कुनै पनि पदमा पैसा नलिई नियुक्ति हुन्छ भन्ने मान्छेले विश्वासै गर्न छोडेछन्। पैसै बोकेर आउने पो वातावरण बनेछ।
अनि म त छक्क परेँ देखेर। बहुत विचित्र छ यो मुलुकमा, त्यस्तै भइसकेको छ। त्यसलाई उहाँहरूले कन्ट्रोल गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ। उहाँहरूले सक्नुहुन्छ, नसक्ने होइन। घुस खानेले नखायो भने भ्रष्टाचार हुन्छ त, घुस नलिनेले नलियो भने